कोभिड पनि केको बेला सुमन त्यहाँ एउटा साथीले भएको अरे होइन पहिला कुरो के अरे कन्ट्याक्ट गाह्रो छ हो गाह्रो छ गरिखान गाह्रो छ त्यो भएर म खाएर गर्नु आएको यो चाहिँ हाम्रो फेरानको सानो मान्छे सानो मेम्बर हैन हाई भन्न ऊ हजुर ल अब चाहिँ खरबुजा खाने पार्टी ल कसलाई भेजिदियो हाम्रो भेज आइटम पाक्दैछ ग्रिलमा आज ल्याउने कि यो लाउने यो पनि लाउने है यो पनि यो ग्रिल मास्टर भएन ल आउनु त त्यसमा मौसम पनि ढडा So, आज यहाँ खाना पाकिरहेको छ हाम्रो ग्रिल मास्टर यता हुनुहुन्छ हाई यता हाम्रो गिरी हुनुहुन्छ अँधेर आयो देखिएन यता अर्को ग्रिल मास्टर हुनुहुन्छ यता भेज ग्रिल मास्टर यता चिकन ग्रिल मास्टर यता सबै चिकनलाई यहाँ जान हतार यो पनि भयो दाइ किनभने के त हो जुम गर्नु मिल्दैन जुम चाहिँ हुँदैन ल अब साइडमा हाल्दै गरेपछि हुन्छ फेरि यता हाम्रो आइसक्यो आज चिकन लेग हेर्दा राम्रो देखिरहेछ खाँदा पनि मिठो हुनेवाला छ हेर्दा राम्रो मात्रै होइन खाँदा पनि मिठो हुनेवाला छ उता चाहिँ चेयर चोरी भइरहेको छ यम्मी 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 टेक्निक त खतरा छ टेक्निक त्यसका त्यति त सफल होइन हजुरको तपाईँहरूको सेवामा हामी आइसक्यौँ के लिउँ बियर 1544 भयो म त यता आइसक्यो हाम्रो चिकन विङ्स अब के फर्काउ अहिले के पर्दैन हजुरले बढी तातो भयो ठिकै यो ग्रिलको काम त्यस्तै हो खतरा देखियो त्यहाँदेखि हाम्रो अब ग्रिल मास्टर चेन्ज हुनुभएको छ ग्रिल मास्टर नै हुनुहुन्छ यता हाम्रो उहाँको टेक्निक फेरि अलिक फरक नै छ चिकन विङ्स फर्किएन नि कुमार दाइको काम सजिलो काम होइन रहेछ भन्ने मलाई लागिरहेछ होइन उहाँले चाहिँ चिकन लेगलाई मात्रै फोकस यसमा धेरै मासु हुँदैन कि ए त्यही भएर हेर्छ भाउजू बाई यता फेरि अर्को कला निस्किसकेको छ हेर न अझ
कम्पिटिसन एकदम धेरै कम्पिटिसन चलिरहेको के अरे दाइ त्यसलाई उसले बोतलले उ गर्नु त सही हामी त पछाडि गरिहाल्नु पर्यो नत्र फेरि लागिहाल्छ एकैछिनमा खोइ के भइरहेको छ केटाको फर्कायो नि है मैले भर्खर फर्काएँ हतियार आजको हतियारसँग हेरी तपाईँ कहिले हान्यो Cheers. यताबाट पैसा आउँछ उताबाट पैसा आउँछ सबैजना बियर पिउनेको बिचमा हामी छौँ एकजना मेरो लागि हो तिम्रै दिएको होइन पिउनु हामी नाइ भागै दिनु भने एकछिन पकाइदिनु त पक्रिदिनु भाषा हो यस्तो यहाँ दुई दुईजनाको मेहनत लागिरहेको छ यहाँ तिमी कहाँ राख्यौ तिम्रो दुईजनाको मेहनत मेरो ब्याग छेउमा दुईजनाको मेहनत अरू के छ गुरु पाकेको छ नि भान्जो पाकेछ खानुभन्दा अगाडि हाम्रो त चढायौँ ड्रिङ्क्स भयो अब त्यो खाँदै गर्दा हुन्छ न त फेरि चलाउँदा त्यो के अरे यसो त्यहाँनिर यो काठको जलाटहरू यताउति छ होइन त्यो त्योभन्दा कुमार यहाँबाट आफ्नो टिकट आफै सेल गर्दा हुँदैन सेल गर्दा ठिक हुन्छ यो खोल्दिने होइन अनि हुन्छ त्यो गरे नि भयो त्यो के अरे अरू पनि भेजको एकचोटि राखेर आउने भान्जो रोड चाहिँ हेरिहाल्नु यता चाहिँ खानाको सर्भिङ चलिरहेको छ भान्जो हालिहाल्ला त तिमीले के कोडा पहिला कतिजना छौँ हामी सबैलाई बराबरै यहाँ गनी गनी हुन्छ क्यामेराबाट पर्छ झुटो बोल्नु पाइँदैन 1 2 3 4 5 6 त्यसलाई यसो गरौँ त्यसलाई सेकेन्ड लड्नु गरौँ बाँकी कतिजना छौँ हामी यहाँ एकजना भाउजू त भेजिटेरियन हो ब्रेडको ओके 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 यसको राखेर अलिकति एउटा रहेछ नि त होइन एउटा रहेछ ल तातो भयो तातो एउटै पऱ्यो मेरो चाहिँ राम्रो पिस जता जता राम्रो पिस त्यतै त्यतै मेरो ब्रेड हो यो दिलीप एउटा भेज गर्नु म के गर्न लाग्यो रोड चाहिँ स्पेसल हुन्छ क्या रोड त्यहाँ पनि छ त्यो चाहिँ नहाल किन यो नहाल प्याज मकै त्यो गहुँ त्यसै सानो छ कुन चाहिँ सानो छ त्यो सानो किन सानो पखेटा फर्काएर बस्यो खोइ त गनाउनै त फेरि 1 2 3 4 5 6 7 8 बाहिर मिलिहाल्छ नि ल यता खाना देखाउनु पर्यो मलाई पनि थियो यता पनि छ हाम्रो बाबुसँग हाई अब पनि बारबी खान थाल्यो हाई भन्थ्यो हाई भन्थ्यो हाई हाई भन्थ्यो हाई भन्यो हाई
उताबाट घुमेर आज मोड छैन एकछिनपछि गर्छु कस्तो छ त ग्रिलको एकदमै राम्रो पहिला खाऊ अनि कस्तो भइरहेको मिठो भइरहेछ मिठो छ बाबा मिठो भयो एकदम बाबा थ्याङ्क यू हेलो कस्तो भइरहेछ एकदम रमाइलो भइरहेछ थ्याङ्क यू के कारणले रमाइलो भइरहेछ यो ग्रिलको कारणले तिम्रो कारणले सबै टिमको कारणले या हजुरलाई कस्तो भइरहेछ एकदम रमाइलो भइरहेछ भोलि देखाएर चाहिँ राम्रो भयो कस्तो भइरहेछ एकदम राम्रो भइरहेछ हेर म ग्रिल गरेपछि एकदम स्लिम भएको छु वाउ Daniel, we get to see you. सबै ठिक छ सबै ठिक छ नानीहरूले नेपालीमै कति राम्रो बोल्छ हो अनि खाना कस्तो भयो मिठो छ एकदमै लास्ट इभेन्ट कस्तो राम्रो बोलिरहेको छ है धेरै राम्रो धेरै राम्रो दिदी कस्तो भइरहेछ रमाइलो भइरहेछ के गर्दै हुनुहुन्छ हजुर के खानु मकै खाँदैछु मकै अञ्जनालाई नगर्ने हेलो के भइरहेछ कस्तो भइरहेछ एकदम रमाइलो भइरहेछ ग्रिलमा आएर हो के खानुभयो हामीले सबै भेज म चाहिँ भेज भएको कारणले गर्दा केजीहरू खाएँ फ्रुट्स खाएँ फ्रुटहरू खाएँ त्यही हो हजुरलाई कस्तो भइरहेछ म त एकदम रमाइलो खाँदैछु इन्जोय गर्दैछु है हाम्रो बाबा खेलिरहेछ सबसे खुसी म छ हाई गर्दै हाई भन्नु हाई गर्दा हाई गरिदियो हाई गर्दै बेबी हाई आमा गरेर हाई गरिदिउ जस्तो भइरहेछ हाई गरिदिउ छिटो एकदमै रमाइलो भइरहेछ के कारणले रमाइलो कस्तो रमाइलो नानी रमाइछ छोरी र भान्जी अनि बुढी भयो उसलाई के हो So, what's up guys? हेलो Hello. हाई Hi. मैले पानी पिइरहेको छु है यो पानी हो एकदमै हेल्दी पानी हामीले पानी यो हो पानी खायो भने सिधै 20 वर्ष कान्छो देखिन्छ त्यही भएर म यस्तो बल्ल भर्खरको 16 वर्षको जस्तो अनि देखिरहेको यहाँ पुरै बडी छ यो सबै पानी खाएर है छु यो पानी खाएर यो पानी सबैले पानी खानु होला पानी हेर्नु होला यही पानी खाएर जिम पनि जानु पर्दैन यो पानी खायो भने बडी पनि आफै त्यस्तो हुन्छ खान नि पर्दैन यत्तिकै यो खाएपछि सब खानु होला ओके थ्याङ्क यू अब याद आउँदैन कस्तो भइरहेछ हजुरलाई के रमाइलो नरमाइलो खाना कस्तो कि खाना खानुभयो खाना छैन खाएको टेस्ट गर्नु न कस्तो रहेछ है प्लेटको साइज चाहिँ भएन कि भेज नै मिठो रहेछ हो तिमीले बनाएको मैले होइन यता हुनुहुन्छ हाम्रो अर्को दाइ हेलो कस्तो भइरहेछ हजुरलाई शेष परिरहेछ भर्खर यहाँ हावा हालेको त्यही भएर गलेर सबै मेहनत यता गइरहेछ यता पनि गयो त्यही भएर थाकेर शेष परिरहेछ अब सिमी जाने हो खाना खानुभयो टन्नु ल ठिक छ को लुकी लुकी माया लुकी लुकी अनि यस्तो ग्रिल मास्टर 1 ले ग्रिल मास्टर 2 लाई सिकाइराख्नु भएको थियो ने आई एम अल्सो प्रोफी दिदी भन्दियो प्रियङ्का दिदी भन छिटो दिदी भन दिदी भन दिदी भन अनि यो दिनीहरू के दिदी भन न्यू आइडिया चिकन रेस्टुरेन्ट न्यू आइडिया
स्विङ गर्नलाई रेडी तिमी नि म चाहिँ नै रेडी सुनिराख्नुपर्छ हामी नाच्नु हेर त मेरो मुख चल्यो कि मुख चल्यो ए पनि त्यहाँ पनि आइछ चाहिँ म त गाला यता फोकस गर्ने होइन गोपी बहन मुता भाभी कतिवटा चिनोहरू पर्छ मकै रहेछ एउटा ऊ पनि रहेछ